तपाईँले मलाई सुन्नुहोस् तपाईँले मलाई तोकेर नभने पनि गोर्खा जातिलाई तपाईँले तोकेर भन्नुभएको छ। त्यसरी गोर्खा जातिलाई तोकेर भन्नु मिल्दैन। हो भौतारेर हिँडेका छन् हजारमा 100जना भौतारेका होलान्। ती भौतारेकालाई चाहिँ तपाईँ भन्नु न, जो भौतारेर गएका छन्। तर सबैले तोलेर त्यसरी भन्नु मिल्दैन। तपाईँले कसरी भन्नुहुन्छ? सोसियल मिडियामा सधैँ हाम्रो असमिया गोर्खा समाजमा राम्रो काम हुने बेलामा नेगेटिभ माथि हामीहरूले पनि एउटा ऊ बनाएर कमिटी बनाएर हामीहरूले पनि यहाँ साउथ इन्डियामा बस्नेहरूलाई कसैलाई दुःख पर्यो तकलिफ पर्यो हामीहरूले हेल्प गरेका छौँ। हामी त्यति बसेको छैनौँ। हामी पनि के एउटा गरौँ भनेर गोर्खा जातिको लागि गरौँ भनेर हामीहरू गरेछौँ। परदेशमा बसे पनि हामीहरूले के एउटा गरिरहेका छौँ। तर तपाईँले त्यसरी एक्कासी समाधान निस्किन्छ भन्नु भाइ। मञ्चमा चढेर तपाईँले त्यसरी बोल्न मिल्छ? एकजना जान्ने बुझ्ने व्यक्तिमा, एकजना ज्ञानी व्यक्ति मान्छे भएर भन्नुहोस् त, त्यसरी बोल्न मिल्दैन नि। एउटा मान्छेलाई जतिखेर मैले धेरै गर्छ कि त्यतिखेर भन्थे त्यस्तो। तपाईँले के भन्नुभयो? कमेन्ट गर्ने मान्छेलाई भेट्थ्यो भने अहिले नै म झ्याम हानिदिन्थेँ। कमेन्ट त मान्छेहरूले गर्छ, देख्छ, देखेपछि कमेन्ट गर्ने भयो।